नमस्ते सबैलाई। आज चाहिँ खुसीको खबर लिएर आएको छु। एनपिएल नेपालको क्रिकेट मङ्सिर 31 सुरु हुने भनिएको थियो। त्यो चाहिँ डिसम्बरबाट मात्रै हेर्ने व्यवस्था गरेको थियो भने अहिले चाहिँ कान्तिपुर म्याक्सबाट पनि प्रसारण हुने भन्ने खबर आएको छ। त्यसले चाहिँ यो क्रिकेट मन पराउनेहरूले हैन डिसम नभएका पहुँच नभएका ठाउँमा युट्युब चल्ने युट्युब हेर्नेहरूले पनि मजाले कान्तिपुर म्याक्स च्यानलबाट मजाले क्रिकेटको मजा लिउने भएको छ। आज मात्रै नेपाल क्रिकेट सङ्घ क्यानले ठेक्का संशोधन गर्दै नेपाली च्यानललाई पनि यो लाइभको लागि क्रिकेट लाइभको लागि चाहिँ ठेक्का संशोधन गरेको थियो, जसको ठेक्का चाहिँ कान्तिपुर म्याक्सले लिएको छ। कान्तिपुर म्याक्सले एनपिएलको खेल हुने क्रिकेट खेल हुने चाहिँ कान्तिपुर म्याक्सले लाइभ गर्नेछ भन्न चाहे। क्रिकेट खेल मन पराउनेहरूले यिनीहरूले चाहिँ मजाले युट्युबबाट हेर्न पाउने भए लाइभ कान्तिपुर म्याक्सबाट है त। यति भन्दै यो भिडियोबाट बिदा हुन्छु। हस्त नमस्ते।